जी नियमित रूपमा सम्झी वर्षा दिनान लोटी जिल्ला जोराइल गडसेरा गाउँपालिका 5 घर भई दक्षिण भारत कर्नाटकबाटै सम्झना छ सबैलाई भन्नु लेखेका छन्। केही गरी मेटी जापन भावनिका होला शीर्षकमी आजलेकै उनले डेउडाकी लेखवर पठाइरहेछन्। उनरा गीत जन भुले साथी रे संगे आफ्नो संस्कार भौतै दिनके गौडी भिट जदौ नमस्कार। जिन्दगी दुःखका बाटा कम्ताई अरू सुरु सम्झना आएका बेला रुन्छु थुरु थुरु कटै कट सम्झना आएका बेला रुन्छु थुरु थुरु। परानीमा सन्चो छैन देखिन घा छैन हृदय के लागेकी चोट कसैलाई थाहा छैन। डाकुलाया बेङ्गलोर है हौ भन्यो टोटी है डिटबिट नहुने ठौरा क्या माया लोटी है। भलपानी ओगैटे खेत सेराका गटकुला जन्म भया डोटी जिल्ला म कहिले फर्कोला। सेतो कागज कालो मुसी खरखर लेखन्या पैठो र छिटानो पाटो जन्म थत देखिने। पारी राम्रा सल्ली बन वारी राम्रा साल्न ठौर लाग्दो माया। गोटाका भाइजना मुनि दुध कि किलास डाँडा काटा डिटपट्टिन मन हुन्छ बिलास। कर्म रेखाको हालो हो के को मन जन्मदिन हो मर्ने मान्छे बग्ने पानी कहाँ जाइ फिरिन हो। बाटाइने भात पकाई खाँदो बाटा कसेरा गाउँ सम्झी छौ त रुनु आउँछ छुट्याएका मेरा गाउँ। भात खाया भातली धोया पराली कोयाले तामाया पुगने हो कि यहाँ मेरा रोयाले। काला गाउँ असिना पड्या आयो बाली जाँच जन्मनु आमाका कोख मन्नु काँच काँच कठै कठ जन्मनु आमाका कोख मन्नु काँच काँच। पैसाका बिसुका ल्याएर भौतै होली गौरा केही गरी मेटी जापन भाव निका होरा कठै कठ केही गरी मेटी जापन भाव निका होरा। धन्यवाद छ गोरबा चौखालजी नियमित रूपमा सम्झी वर्षा दिनान बहुत निका गीत पठाइरहेछन्। यो कार्यक्रमबाटै घर परिवार साथीभाइ सबैलाई रहडी मानजोरा सबैलाई साथीहरूलाई सम्झिदेऊ भनेर लेखेका छन्। तसै मानबहादुर पछेरा मान ओझा मानदेव राजु कल्पना कुमारी साउद वीरबहादुर बोहरा सर चोखाल ठाकुरी चोखाल राहुल चोखाल रे आर देवी मोहरा चोखाल खुसी चोखाल पदम साउद रे डबल बोगटी सबैलाई झिक्कै सम्झना छ भनेर बनाएका छन्। यति गीत वाचन असुन्जा कोहीसँग फोन